नमस्ते। यो भिडियोमा तपाईहरु हेर्दै हुनुहुन्छ यो चाहिँ होटल हो। दमकको यो होटल शिवानी 5 स्टार मापदण्डमा बन्दै गरेको होटल हो यो। यसमा चाहिँ हामीले वाटरप्रुफको कामलाई अगाडि बढाएका छौं। यहाँ चाहिँ स्पेशली तपाईहरुलाई बाथरुममा कसरी वाटरप्रुफ गर्ने भन्ने कुरा यहाँ हामी देखाउँदै छौं तपाईहरुलाई। सबैभन्दा पहिले बाथरुममा यो ब्रिक वालमा नै वाटरप्रुफ गर्ने हो। यो ब्रिक वालमा पीएमएम फर्स्ट स्टेप पीएमएमै गर्ने हो। पोलिमर मोडिफाइड मटायर भन्छ जसलाई। यहाँ चाहिँ केमिकल सिमेन्ट र बलुवाको रेशियो मिलाएर यो प्लास्टर गरे भन्दा पनि राम्रोसँगले राम्रो फिनिशिङ दिएर यो ब्रिकमा नै गर्ने कार्यलाई चाहिँ हामी पीएमएम भन्छौं। पोलिमर मोडिफाइड मटायर हो त्यसको नाम चाहिँ। यदि कुनै पनि नयाँ बाथरुममा वाटरप्रुफ गर्नु परे यही पीएमएम नै पहिलो स्टेप मानिन्छ। वाटरप्रुफको फर्स्ट स्टेप हो। धन्यवाद।